Hello guys, welcome to the new vlog. My channel आज चाहिँ म फेरि मेरो न्यू च्यानलमा आइसकेको छु अनि म चाहिँ आज दसैँ 2082 को दिनमा चाहिँ हाम्रो दसैँ परेको छ अनि दसैँमा चाहिँ तपाईहरु सबैलाई चाहिँ दसैँको शुभकामना अनि दसैँ हामीले चाहिँ अब दसैँ राम्रो बनाउनलाई कसरी बनाउनलाई छौं त्यो तपाईहरु हेर्नु होला अनि हाम्रो किचनमा चाहिँ गाइस मासु पाकिरहेछ मासु त यस्तो खालको छ मासु त यस्तो छ यो चाहिँ हाम्रो विशेष किचनको लागि हो भने यो चाहिँ हाम्रो छोइला हो बफ छोइला भनिन्छ यसलाई अनि हाम्रो दिदी थोरै इन्ट्रोडक्सन म चाहिँ युडीको दिदी हो यो चाहिँ 2082 को दसैँको हामी सबै परिवार मिलेर मनाउने भनेर आएको छ होला नेक्स्ट पार्ट उता अनि दिदी क्यामेराम्यान दिदी अलिकति ओके यहाँ चाहिँ हामी हैन पसामा न तौतीको लागि अनि हामी हामीले हेर्छ यो ए राख त बस्छ यहाँ बस्छ बाबु यहाँ बस्छ साँच्ची बस्दिनस् गर्नु सुन्नु पछि बस्नु ल्याउनु न यहाँ बस्नु त ल ल गाइज यो चाहिँ युडीको ब्लग हो यो युडीको यहाँ बस्न यहाँ पुगुको छेउमा बस न पुगुको छेउमा यहाँ बस्न 2082 को युडीको ब्लग हो यो ब्लग चाहिँ सबैले हेरेर सब्स्क्राइब गरिदिनु होला र हामीले 2082 को दसैँ चाहिँ यस तरिकाले मनाएको छौं त्यो पर्दा लाग्दैछ न यो लिनलाई हुन्छ ल र पालैपिरो हामीले चाहिँ यसरी दसैँ लागेको छौं उहाँ चाहिँ युडीको बाबा हुनुहुन्छ गाइज युडीको बाबालाई राम्रोसँग हेर्नु होला खै त गाइज यता युडीको बाबाले फेसै देखाएनन् हाई भोइस त गर्नु पर्यो क्या यहाँ भिडियो आइरहेको छ ओके के गर्छ उयो चाहिँ अब यहाँ भिडियो बनिरहेको छ गाइज यो चाहिँ युडीले 2082 को दसैँको भिडियो बनाएको हो अनि मैले चाहिँ युडीलाई यसो हेल्प गरे हो यो भिडियो बनाउनको लागि न उहाँ चाहिँ युडीको मम्मी हुनुहुन्छ हेलो भनिदिनु पर्यो युडीको मम्मीले पनि यता टिका लगाइसक्छ न युडी ल यो चाहिँ युडीको ल नयाँ भिडियो हो र यो नयाँ भिडियो चाहिँ सबैजनाले सब्स्क्राइब गरिदिनु भए पनि युडीले योभन्दा राम्रो राम्रो भिडियो फेरि लिएर आउँछ थ्यांक यू छैन नातिको पाल नातिनी हैन ठुलो सानी हो ल अब चाहिँ युडी स्वयंले लगाइराखेको छ टिका युडीको हजुरबाले चाहिँ आशीर्वाद पनि दिइराख्नु भएको छ युडीलाई त्यसले गर्दा सबैलाई जितेर खानु पर्यो अलिक निधार सिधा गर मुख नबिगार ल युडी एकचोटि त हेरेर हेलो भनिदिनुहोस् हेलो ओके ल अब हाम्रो नन अफ द एनी वान हाम्रो पाली साहब प्रिन्सेस प्रिन्सेस पुगु सुन्दास जहिले पनि ए प्लस लिएर हजुरबालाई ए प्लस भन्नु धेरै गर बोलिराखेको छ त्यत्तिकै हावा हानिदिन्छ यहाँ मेरो नातिनीलाई राम्रो होस् धेरै धेरै पढ्नु नौ दुर्गा भवानीले रक्षा गरून् ल हस् भने यो कति खुसी हुन्छ है स्यानी ल अब हाम्रो लास्टमा आउनु हुँदैछ कपाल मिलाउँदै उहाँ चाहिँ युडीको आमा एकचोटि हाई गरिदिनुहोस् ल युडीको आमा ओके पुगु सुन्दास ओके लास्टमा हाम्रो प्रिन्सेस अफ द हाउस इज पुगु युडीको बहिनी हो पुगु चाहिँ पालै पालो सानो मान्छे लास्टमा अब लास्टमा हाम्रो जमरा र दक्षिणा दिने अभियान सुरु हुँदैछ ल फोटो निकाल्दै मेरो मोबाइलले पनि ल पुगुलाई लगाइदिए त्यहाँबाट अलिकति म हात दोहोऱ्याउँछु ल यसरी चाहिँ अब हाम्रो यो युडीको हजुरबा कार्यक्रम सक्यो हो त टिका लाउने होइन हात धुन आएको हो ए ल हुँदैछ यसरी चाहिँ हाम्रो 2082 को दसैँ चाहिँ हामीले यसरी मनाइरहेको छौँ युडीको ब्लग ल सबैले हेरिदिनु होला गाइस लाइक एन्ड सब्स्क्राइब एन्ड त म चाहिँ युडीको दिदी हो युडीलाई मैले हेल्प गरे हो यो भिडियो बनाउनको लागि ल बस हेलो
नगर न नानु ल गाइस हामीलाई चाहिँ पैसा पाइरहेछ है ल फोटो खिचिँदै नमस्ते 200 ल उठा 200 अहिले फेरि अहिले दसैँको बेला पैसा डिमान्ड गरिन्न युडी सुन्दास 50 भने गगिले हो मैले त यहाँ बिस्तारै हो अझै त झर्छ हो भाग त्यहाँ हुनु छोरी पनि नमस्कार यो चाहिँ हाम्रो परम्परा कल्चर अनुसार हामीले चाहिँ ठुलो मान्छेको खुट्टा ढोगेर आशीर्वाद दिने चलन गरेका छौँ पुगुले चाहिँ नमस्कार गर्छिन् जमर ल ल सर मिलाएर पनि आइज ओके अब ल बाबु आइज खुट्टा खोइ खुट्टा ढोगौँ न मम्मीको ल मेरो पारो ल ल आइज ल म चाहिँ टिका लगाइ छ अब हाम्रो दिदीले चाहिँ टिका नलाए पनि जमरा लगाइ छ अब हाम्रो दुई चाहिँ क्रिस्चियन हो त्यही भएर क्रिस्चियन भएर जमरा मात्रै भिर्ने हो अनि अब हेर्नु भिर्ने हो भन्दैछ गाइड यो चाहिँ हाम्रो ग्रुप है ल घर ग्रुप भिनाजु हुनुहुन्थ्यो भिनाजु मेडिटेसनमा जानुभयो मैले सोचेको सफल होस् नौ दुर्गा भवानीले रक्षा गरून् चोरमा गए तापनि यसरी नै सधैँ मान्नु भएको छ वातावरण शुद्ध शान्ति अनि मिलिजुली बस्नु बस त म यहाँ फोटो खिच्छु अब म खिचिदिन्छु फोटो लगाइ छ हाम्रो ग्रुप यहाँ एकचोटि आउनु न यहाँ म युट्युबमा हाल्छु के ल अनि कता आउनु म यहाँ बस्नु ल ल बाबु त्यो लामो भइसक्यो ब्लग ल युट्युबमा आउनु ल अन्त भाइ ल अनि कता हामीलाई भेट्दै छ र त्यो ओइ आमा खुट्टा ढोगिस् अगाडिबाट क्यामेराबाट गर्नु अब फोटो खिच्ने ल गाइस ह्यापी दसैँ अनुहार सनुहार सबैजना भन्नु है यसरी होइन क्या यो यसरी हो छट त अगाडिको छट न एकचोटि त लिए क्यामेरा अब भिडियो कम्प्लिट भयो